मैदानको ठाउँमा मधेसमै मजा छ तपाईँलाई। अनि इसाराले बोल्नु बुझ्नु मधेसमै मजा छ। यहीँ मजा छ तपाईँलाई, यहीँ पाहाड नजाने, पाहाड नजाने तपाईँ नजाने। म अब अस्ति 10 दिन नौलोसम्म आएको अझै सम्झिन्छु। अब यतै बस्ने। गइवरी दसैँ तिहार मानेर पार गएर अस्ति आएको आज 2 दिन भयो म त गइनँ। तपाईँलाई यतै मजा छ, तपाईँलाई यतै मजा छ। जानु त यानसान मिलाएर आउनु म त कोही छैन। माइली आँगनमा पढाइ छ, यता उति पुलमा पढ्नु छ बजारतिर। अब काम गर्ने चाहिँ मान्छे छैन, हामी नसक्ने। अनि तपाईँलाई यी मजा कि उहाँ मजा? यहीँ बस्छ, अब काम गर्नु पऱ्यो, यहीँ बस्छ मजा आउँदैन। अनि बाटो पनि के छ त त्यो काम त म यहीँ बसेँ जति बस्छु केही पनि काम गर्दिनँ। बस्छु छैन, एउटा बाँकी छ। अस्ति असार 7 गते बिहाको गाई न त्यसैका 500 घिमिरेले लग्यो। कालमिसाको भाइ माइलाले अनि 40,000। अनि बाँझो गराको माया लाग्दैन? उहाँको अनि अरू एउटा बाँकी छ 7,000मा किनेछ त्यहाँ रामसी गाउँमा। यहाँ सुन्नु न, यहाँ बाँझो गराको माया सुन्नु न इसाराले मात्र। बाँकी बाँझो गराको नि माया लाग्दैन? होइन, केही पनि छैन, एउटा बाँकी छ। कोही गर्नु पर्दैन, होइन बस्नु पर्दैन। तपाईँलाई नि बाँझो गराको माया माया लाग्दैन? बाँझो गराको त्यो त के गर्ने। अब हाँडा भाँडा उहाँ पारी पनि छैन अरे, लुगाफाटो धानहरू ताबी ठोकेर राम्थे। के हो त उहाँ त सुन्ने, म बस्ने त उहीँ बसेको थिएँ। बाँदर छ नि, बाँदर बाघ भालुले खान्छ त अनि एक्लै बस्ने? बसिरहेको छ, खाएको छैन, खान्छ हिँड्दैन। अनि राति अनि यो बुढो मान्छेलाई बाघले हङ गर्यो भने के गर्ने? आउँदैन। त्यो अगतिको ठाउँमा भूत प्रेत मचान केही पनि आउँदैन। भनेपछि उहाँ प्यारो। अनि म त त्यहाँ अब त्यति बेला बस्ने थिएँ, रामसिंह त बस्यो, खायो, सुतिरहन्छु। बाँझो गरामा मजा, बाँझो गरामा मरेको मैदानमा म कोही छैन र म यहाँ आएको। अब बाँधेर बस्यो भने एक्लै बस्यो भने कहिले देख्ने राति सुक्कै निधाएर सक्यो भने हिँडेर बसिँदैन नि। अब खोइ सुन्नु नभएको बस्नु नै लाग्छ। यी माझमा वरपर छ, बजार छ, मान्छे हेर्ने डुले राम्रो रमाइलो। म त के अरे चाघरी बनेर। अनि उहाँ त सबै आफूले देखे जति सबै आफ्नो छ। एउटा कुकुर थियो, खाने कुकुर पालेको। यहाँ सुन्नु न, यहाँ सुन्नु न, उहाँ त अनि आफूले देखे जति सबै आफ्नो छ, यहाँ छैन। अब यही दसैँमा म त अझ माघमा पो आउने थिएँ त। जानुपर्छ मऱ्यो, आउँछन् तिलु छोराहरू टुकु लाउनुपर्छ भनेर अस्ति 9 आएको पो त। नत्र म त आउँछु, माघ लागेर मात्रै आउँछु। यहाँको मान्छे यहाँ त यस्तो आगो ताप्नु नि छैन, पाउँदैन। दाउरा चाहिँ आगो ताप्छु, भित्र बाहिर पकाउँछु, खान्छु। एउटा नाचेर के त्यति थियो। यहाँ त छैन त, छैन दाउरा, ठाउँ पनि छैन। यसलाई ले भन्नु न दाउरा। छैन यहाँ कहाँ ठाउँ, यति जग्गामा घर बनाएको छ। अलिकति त्यहाँ सागसब्जी रोपेको छ, आफ्नो फाल्तु ठाउँ जग्गा छैन। के कमाउने, सागपात लाउने यति खोजी छ। यहाँ त पैसाले किनेर ले खा। यहाँ अलिकति ठाउँ भयो, दाउरा त बनबाट ल्याउनु काटी भएन।
भदौ समात्दै त्यो बाउको चाहिँ नाम रुणी प्रसाद रोहिणी प्रसादको छोरा मेरो चाहिँ यो मुक्ति प्रसाद ए मेरो नाम के अरे बा अब के गर्ने हजुर पार गएछन् अस्ति यहाँ आखिरी बाँसबारीमा बडाउले बनाएको घर छ राम्रो भयो त्यति राम्रो सिमेन्टको मिसापे घर भयो यहाँ यसको चाहिँ छोरा छैन भनेको त पदिन छोरी यति भाइ छोरा जन्मिने बित्तिकै सकि गयो हात रहेन सन्देको चाहिँ गाडीले दिए नुहाउनमा यतिको भयो कि कान्छाको चाहिँ योगा छ यति भाइ सब थाहा छ पुराना कुराहरू त्यही तिन भाइ मात्रै छ नाइलोको 4 भाइ 3 बहिनी काइलाको 3 बहिनी छोरी 3 बहिनीको भाइ जमिनी जलपुरमा कान्छाको 3 जना अन्तरे खोइ त अन्तरे अन्तरे 3 भाइ छोरा 3 बुहारी 5 जनाकी नाति रहन् तपाईँको चाहिँ कतिवटा नाति हो त माइलाको माइलाको तपाईँको माइलाको 3 भाइ 4 भाइ छोरा 3 बहिनी छोरी माइलाको चाहिँ तपाईँ हो बा यो दारी खौरिने बेला भएछ काट्नु म धेरै छिटो पनि काट्ने 10 15 दिनमा यसो काट्नु कति काम बिलेस चाहिन्छ काट्नु आफू ऐना हेरेर काट्नु कसले काट्ने पर्विनलाई काट्दै भन्नु न पर्विनलाई अनि हिरो गर्छ काट्नु आफैले चाहिँ काट्नु आउँछ छिटो काट्नुहुन्छ ऐना हेरेर काट्छ त्यो आफै मलाई त आउँदैन त आफै काट्नु काटिदिन्छ म त जान्दिनँ मेरो त अरूले काटिदिन्छ पैसा तिरेर काट्छु म त खै आज मैले अस्ति तराई जाँदा थिएँ त्यहाँ पर्थ्यो कोइराले बाजेलाई काटेर आएँ अनि म अघिपछि दारी काट्यो म जान्छु त्यहाँ भने यसरी दिँदैन दारी काटेर म काटिदिनु भने यसरी काट्छु बुढो सालको मान्छे के गर्नु कति वर्ष भयो कति साले हो तपाईँ कति वर्ष पुग्नु भयो छैन साल वैशाख 22 गति 96 वैशाखी पूर्णिया 22 गति वैशाखी पूर्णे जन्म 12 बुधबारको कति वर्ष मैले कुरो थिएँ 87 पुरा भएर अहिले 80 र 87मा दिनको खोज्यो छ दैभरि जाने कहिले कतिलाई छोड्याइदिन्छ कतिलाई थाम्छ मान्छे भाइ पनि त तपाईँको 2 जना भाइहरू बितिसक्नु भयो त अनि तपाईँको 2 जना भाइहरू बितिसक्नु भयो त साइला र काइला जो छोरा साइले त गयो काइले पनि गयो साइलाको बुढिया पनि गए कान्छाको कान्छी बुहारी पनि जानुभयो नदी
अहिले मरि अब गाई पुज्नु भने तिहार आएको छ खबर पुग्यो उहाँ अहिले बुहारी सकियो अरे बाँसबारी भनेर गाई पुज्नु त पाइएन त्यत्तिको गयो अनि 84 साल साउन 3 गते माथि डाटा 4 माइलो गएको छ बस्न गएको छ साइडो हजुरबाले सब थाहा छ कति गते खुसी पनि भयो अरूको मन लगेर जलाएछ बाउको त पिसाब बन्द नहुने अनि 1.5 वर्ष त्यस्तो भयो र बाउ पनि 85 साल साउन 28 गतिमा डाटा चाहिँ 70 साल 85 सालमा जापानमा दबाई गर्ने 2 रात बसेर गएका दिन केही भएन अर्को दिनमा त तपाईँ उठेन अरे सकिएछ जापामा 75 साल भन्नु कति बाउको सन्तानमा ठुली बहिनी पनि 82 के हो थाहा छ तपाईँलाई नाम अहिले छोरो काठमाडौँ भएर बसेको बाउले दुखा गरेको त पायो तर पढाइ छ पढाउने मान्छे माग्यो त्यो बाउ यसको नाम चाहिँ थाहा छैन त्यो काठमाडौँ गएर बसेर आएको यो कान चाहिँ पिटिक्कै सुन्नुहुन्न है तपाईँ यसको नाम के हो त हजुरबा तुलाको छोरो दाजुभाइको खोइ यहाँ माइले दैव संजोग भाग्यले भेट भएको माइले दैव संजोग भाग्यले भेट भएको विद्यालक्ष्मीका सबैजना त अब त्यस्तरी भेटै हुँदैन नि पहिलो जस्तो दसैँमा खाना नपाएर चामाचुम गरेको चैतको बाँदरले जस्तो विद्याहरू सँगैको लाउरेको छोरी हाम्रो र काच्चा र कुच्चा गरौँ नपढो अनि मोबाइल खेलायो बिस्कुट र चिया खायो